छ हजुरहरूलाई फेरि पनि मेरो आजको ब्लगमा है। र आशा छ हजुर सबैजना सन्चै हुनुहुन्छ होला भनेर, र म पनि एकदम सन्चै छु। र अहिले भने चाहिँ म घरमै छु है, अघि उठिसकेको र अहिले चाहिँ मजाले घाम लागिसकेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ पछाडितिर है, जो घाम मजाले लागिसकेको छ। र यहाँनिर चाहिँ कुकुरको बच्चा यो बच्चा चाहिँ अहिले बिमार भइरहेछ है। बिमार भन्दा पनि हेल्दी नै छ अहिले है, हेल्दी नै छ, तर अलिकति यसको खुट्टा चाहिँ बाङ्गिरहेछ, खै के भएर हो है। सो अरूले भन्छ क्याल्सियम कम्ती भएर भन्छ है। सो यसरी खुट्टा मजाले टेकेर हिँड्नु सकेको छैन। हेल्दी चाहिँ हेल्दी छ, मजाले छिन्छ ओर्छ है। यसको खुट्टा चाहिँ अलिकति ब्यान्ड भइरहेछ। यसलाई चाहिँ घाममा चाहिँ मजाले बस्छ बिहान है। सो यसलाई चाहिँ बोरा लगेर चाहिँ राखिदिनु पर्छ। यसलाई बोरामा मजाले बसिहाल्छ। यसलाई दबाई पनि खुवाउँदैछ अस्तिदेखिको, क्याल्सियमको दबाई पनि, जुगाको दबाई पनि खुवाउँदैछ है। जुगाको दबाई अब 14 दिन बाद खुवाउनु पर्ने छ। र पनि ठिक चाहिँ भएको छैन क्याल्सियमको दबाईले पनि है। हेल्दी चाहिँ मजाले उफ्रिनु खोज्छ है, टोक्नु खोज्छ। जाति हुन्छ होला सायद है। दबाई त खुवाउँदैछौँ हामीले, बिहान र बेलुका चाहिँ यसको दबाई छ खुवाउने है। यो दबाई चाहिँ खुवाउँदैछौँ हामीले है, जाति हुन्छ होला। सो अहिले भने चाहिँ यहाँ किचनमा आमाले के पकाउनु भएको आमा? साग पकाउनु भएको। सो बिहानको खानापिना गर्नुहुँदैछ आमाले चाहिँ है। साग काट्नु हुँदै रहेछ, प्याज। सो यहाँनिर चाहिँ मेरो यसरी उम्रिरहेछ है गाइस। अस्ति नै हामीले छरेको, कोही ठाउँमा पातला पातला उम्रेको छ, कोही ठाउँमा मजाले उम्रेको छ है, कोही ठाउँमा उम्रिँदै नउम्रेको पनि छ, कोही ठाउँमा यस्तो बाक्लो उम्रेको छ है। सो परसम्म उम्रिरहेछ। अब चाहिँ बेला हुनु आँटेको छ। सो म चाहिँ यो पाइप लिनु आएको यहाँनिर है, र अनि माथि पानी हालिदिइहाल्नु पर्ने छ। सो म तपाईँहरूलाई देखाउने छु है। अब यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले है, म चाहिँ यहाँ गाईको मल एकदम फुरफुर भइरहेछ है। र म चाहिँ यो केलाइरहेको छु अहिले है। र यसमा चाहिँ म प्लान्ट रोप्नुपर्ने छ है। सो म तपाईँहरूलाई प्लान्ट कुन चाहिँ रोप्ने हो म तपाईँलाई त्यो सबै देखाउने छु है। र यो एकदम यो फुरफुर मलमा चाहिँ एकदम दामी हुन्छ। सो
कतिवटा प्लान्ट्सहरूलाई चाहिँ है। र यी मुनि देख्न सक्नुहुन्छ तपाईँहरूले रायो साग एकदम यो मलकै रसले गर्दा होला एकदम दामी सप्रेर रायो साग है एकदम दामी सप्रिरहेछ। अहिले भने चाहिँ म चाहिँ यहाँनिर मल केलाउँदैछु गाइस। अघि चाहिँ म पानी सानी हालिसकेर चाहिँ नुहाउनु गएँ है, र नुहाइदिए पनि गरिसकेर चाहिँ यहाँनिर मल केलाउनु आइरहेको छु है। एकदम ठुल्ठुलो चाहिँ गाइस यहाँनिर सयपत्री यत्रो कत्रो चाहिँ यस्तो दामी दामी फुलिरहेछ है। यहाँ पहेँलो कलरमा यहाँनिर है एकदम दामी फुलिरहेछ। सो दिवालीमा फुलेन र अहिले फुलिरहेको छ है। र यहाँ सेन्सेभेरिया देख्न सक्नुहुन्छ है। र यहाँ म्यापल देख्न सक्नुहुन्छ तपाईँहरूले एकदम दामी भइरहेछ अहिले। जेब्राहरू रोपिरहेछ यहाँनिर। र यो चाहिँ हो स्लिपिङ पोथस है, एकदम दामी छ। र यहाँनिर चाहिँ छ रोप्नु पर्ने है। यो भयो एउटा भेराइटी, अनि यो चाहिँ अर्को भेराइटी हो। यो दुईटा रोप्नु पर्ने छ है। सो यहाँ मल बनाउनु पर्छ। कुन चाहिँ हो यो माथिबाट ल्याएको मल हो? यहाँनिर चाहिँ पुरा बच्चाहरू साइटहरू हानेको छ नि त हो। अझै रिपोर्टिङ गर्नुपर्ने भइरहेको छ है। र अलिक मल उब्रेर चाहिँ यो साइडको बच्चाहरू यसरी चुडाउँदै लगेर रोप्नुपर्छ है। यहाँ चाहिँ छ डल्लै छ गर्नुपर्ने। र अब चाहिँ यति लाउनु पर्छ, त्यहाँदेखि चाहिँ भयो है। र यहाँ चाहिँ यति भरिसकेको छ है, अनि यहाँ पनि भरिसकेको छ। र मल चाहिँ यति उब्रेको छ र त्यसको लागि चाहिँ यति चाहिँ लिएर आएको छु बिउ है। रोटी रहेछ, सुक्खा रोटी, अनि यो बिहानकै कालो दाल रहेछ है। यहाँनिर ब्ल्याक टी पनि रहेछ। र अब चाहिँ म चिया बनाउँछु है। यो माछाको लागि माछा देख्न सक्नुहुन्छ तपाईँहरूले। पुरै कुरो भएर आएछ जस्तो। सो गाइस अब चाहिँ रात पनि पर्यो है। र अब चाहिँ म दोकान जान्छु है। र आजको भिडियो चाहिँ यस्तै थियो। सो हजुरहरूलाई के कस्तो लाग्यो, मन पऱ्यो भने चाहिँ एकदम लाइक कमेन्ट अनि सेयर गरिदिनुहोस् होला। र जतिजना पनि नयाँ हुनुहुन्छ च्यानलमा सो सब्सक्राइब गरिदिनुहोस् होला नभुलिकन है। थ्याङ्क यू सो मच फर वाचिङ। र फेरि पनि म तपाईँलाई नेक्स्ट ब्लगमा भेट्नेछु। टिल देन टेक केयर एन्ड बाई, सी यू अन नेक्स्ट ब्लग।